आज मैले काँचो आँपको खट्टा मिठा अचार बनाउँदैछु। मैले यसलाई मजाले धोएर छिले र मसिनो गरेर काट्दैछु। काटेर पनि सकिसक्यो। यता कराई बसालिसकेको थिएँ, तेल तात्यो। मैले मेथी, जिरा, सुकेको खुर्सानी फुराएँ र अघि काटेको आँपलाई राखेँ। बेसार नुन राखेर मजाले मिक्स गर्नेछु र यसलाई लो हिटमा एकछिन ढाकेर म राखिदिन्छु 2-3 मिनट जति। त्यसपछि भेली चिनी हजुरहरूसँग जे छ त्यही राख्दा हुन्छ। मसँग भेली थिएन, चिनी थियो, मैले चिनी राखेँ। चिनीलाई मजाले मिक्स गर्छु र एकछिन मैले लो हिटमै ढाकेर राख्छु। त्यसपछि ल हेर्नु लगभग पाकिसकेको छ। अनि मैले सौँफ, जिरा, धनियाँको धुलो भुटेर पिसेर राखेको थियो, त्यो राखिसकेँ र यसलाई मजाले मिक्स गर्छु र एकछिन पकाइसकेपछि मेरो आँपको अचार रेडी भयो है त। ल मजाले यसरी बनाएर राखेपछि खाने बेलामा टक्क निकालो खायो। सजिलो हुन्छ साथीहरू। हामीले यसलाई मुरब्बा पनि भन्छौँ, हजुरहरूले के भन्नुहुन्छ एकचोटि ट्राई गर्नु है त।